Awesome. Yeah. Good morning, namaste to everybody. I'm very much excited. I'm ready to show you the mountain view from this hotel. हाम्रो होटलबाट बनाएको होटल हाम्रो नभनौँ हामीले बनाएको होटलको भ्यू इज दिस गुड बाहिरबाट देखाउँछु ल तपाईँहरूले अझै क्वाइट इन्ट्रेस्टिङ छ यहाँबाट भ्यू आई गेस यु क्यान सी है भ्यू यताबाट यता छ नि यताबाट पुरा यु क्यान सी द लेक अल अराउन्ड द लेक्सहरू सब छ यहाँ यस्तो छ हाम्रो त्यहाँबाट देख्ने भ्यू यस्तो छ हिजो अब सुतिहाल्यो थकाइ लागेर आजको मिटिङ थियो त्यो क्यान्सल भयो हिजो आउँदा आउनु भएन छ यता हाम्रो सर मिटिङको लागि जोसँग भेट्न आएको त्यही भएर क्यान्सल भएको छ एन्ड आज चाहिँ के गरिन्छ लेट्स सी पोखरा आयो भने जहिले यस्तै हुन्छ कति दिन बस्ने ठेगाना हुँदैन प्लान गरेर आएको त दिएको दिन त कहिले पनि हुँदैन 2 दिन भनेर आयो भने 1 हप्ता हुन्छ त्यही भएर ठेगानै छैन सो अहिले यतिकै छु बिहान उठियो आज धेरै ढिलो उठ्यो उठ्दाखेरि 9 बजिसकेको थियो अनि कफी सफी खाएर रेडी भएर यता आयो अब के भन्छ ब्लग गर्न चाहिँ अब गर्छु भनेर सुरु गरेँ हेरौँ आज के हुन्छ अपडेट के गर्ने के नगर्ने केही थाहा भइरहेको छैन कि मलाई आज अब के गर्ने के नगर्ने लेट्स सी के हुन्छ अब यो चाहिँ करिडर यस्तो देखिन्छ है यो करिडर बनाएको पनि धेरै भयो है 1 इयर भयो सकाएको हामीले काम यस्तो छ यो अहिले सही त भ्यू है त यताबाट यस्तो देखिन्छ टेरेस छ एउटा अझै यता चाहिँ हाम्रो कोटियाट छ होटेलको यहाँबाट पुरा छर्लङ्ग फेवाताल देखिन्छ सिटी पनि एकदम सिटी आज अलिकति भिजिबिलिटी क्लियर छैन हाम्रो पार्टमा यो बिल्डिङ थियो हामीले सकायौँ अब अरू बाँकी छ अब हामी खानालाई निस्किएर नलाएको कहाँ जानलाई झिल्ला खाना हामी खाना निस्किने कता थाहा छैन लेट्स सी हेरौँ आई विल क्याच यु अप है त लेटर यो चाहिँ हाम्रो रेस्टुरेन्ट चाहिँ हाम्रो यो भयो अझै बाँकी छ काम गर्न मलाई मनपर्ने चाहिँ यहाँको एउटा यो झुमर एकदम राम्रो छ एउटा यो एन्जल पनि राम्रो छ यहाँको एन्जल एउटा पनि मलाई एकदम राम्रो लाग्छ सधैँ राम्रो डिटेलिङ गरेको भनेको यही होला एन्जल यहाँ राम्रो हुँदैछ कम्प्लिट त अझै गर्न बाँकी छ यो भन्दा तल चाहिँ कन्फरेन्स हल हो त्यो बनाइसकेको छैन अझै पनि हाम्रो पार्टमा हामीले गर्नुपर्ने रिसेप्सन बिल्डिङहरू अनि इन्टेरियर रिलेटेडको फल सिलिङ्सहरू काम सकायो अरू हुँदैछ यहाँ रिलेटेडको अरू कामहरू बाँकी छ त्यो अझै लाग्छ अब 1 इयर जति अझै होप टु बी कम्प्लिटेड सुन अनि हामीलाई पनि एउटा एक्सपोजर पाउँछ नि सकेपछि होटल अब चाहिँ हामी निस्किन्छौँ के हुन्छ हेरौँ B60 गाडी देखेको थिएँ मैले यहाँ गाडीको राम्रो लाग्यो मलाई यो गाडी पनि यो गाडी राम्रो रहेछ गाडी चाहिँ सो हामी खाना निस्किन लाग्यो लेट्स चाहिँ के हुन्छ लेट्स क्याच अप है त के हुन्छ हेरौँला भिरा र पहिरो ए थाना मखन दाइ कोही न माउ ख उल्टो ल किलोवाटले हानिरहेको छ यहाँ चाहिँ हामी चाहिँ अहिले चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गरेर निस्क्यौँ हिजो कम्प्लिटली चार्ज गर्न पाएन अनि आज चाहिँ यता युग फास्ट चार्जिङ भनेको छ हैन
चार्जरमा छोडेर गएको छु मैले हामीले छोडेको छ यहाँ त्यसले फास्ट चार्जर छ 180 किलोवाटसम्म छ भनेर आज हाम्रो चाहिँ गाडीलाई 90 किलोवाटसम्म सपोर्ट गर्छ लाग्यो अहिले चाहिँ त्यहाँ चार्जरमा छोडेर 71 किलोवाटले समातेको छ अब हेरौँ खाना खानु पऱ्यो नि ब्रेकफास्ट गरेको छैन के गरेको छैन ब्रेकफास्ट गरिदिन्छ खानु पऱ्यो अनि के हुन्छ लेट्स सी आज अहिले चाहिँ ठ्याक्कै यो कहाँ भन्दाखेरि पोखरा पामे साइडमा हो त्यो यो देखिन्छ है त म वरिपरि चार्जिङ सिस्टम त यहाँ फेसिलिटी राम्रो छ वासिङ पनि छ यता म चाहिँ क्यारेट केक खाने हो क्यारेट केक र कफी खाने हो बिहान ब्रेकफास्टको लागि यही खाइन्छ कफी विथ क्यारेट केक होइन नट अ गुड अप्सन बट बेटर देन टु स्टे स्टार्ट अब यहीँ हो आज यस्तै छ काम केही भएन सोचे जस्तो मिटिङ हुन सकेन आज सो अब यताउति वन्डरिङ नै हुन्छ होला आज माथि होटलमा पनि बसेर केही काम छैन त्यो पुरा माथि आइसोलेटेड छ केही छैन माथि त्यही हो अब केही छैन अब यस्तै हो आजको भ्लग हेरौँ अब इन्ट्रेस्टिङ बनाउन ट्राई गर्छु म अब खाजा खान्छु पहिला अनि है हामी यहाँ गाडी सफा गर्न लाग्यो केही काम नभएर यता कार स्पामा गाडीमा एकदम चिपचिप टाँसेको छ त्यो ब्राउन पार्टिकल धेरै टाँसा त्यही कहाँबाट टाँसेको त्यसलाई अब सबै सफा गर्दैछौँ हेरौँ कति टाइम लाग्छ अब यही गाडी धोएपछि चाहिँ खाना खानु बेला खाना जहिले पनि खाना गएको छैन अब अलिअलि नास्ता सिम्पल ब्रेकफास्ट गऱ्यो अब वास भएपछि चाहिँ जानु पर्ला खानालाई अल्छी लागिसक्यो अब त्यहाँदेखि आवर भइसक्यो गाडी धुन चाहिँ सकियो होइन 1:30 बजिसक्यो अहिले इन्टिरियर क्लिनिङ हुँदैछ गाडीको खालि खाना त के गर्ने अब खाजा खाने टाइम भइसक्यो अब खाजा खाना किन लाग्छ पहिला अब खाजा खाइन्छ अब खाना आज खाजा अब खाजा खाएर होटलले फर्किन्छ होला के गरौँ होइन लेट्स सी है त काका फर्कियो अपडेट गर्नु होला अब यहाँ पुग्यौँ कहाँ भनौँ बेला लामा गाउँ भ्यू पोइन्ट सुकुटी हाउस भन्नेमा खाजा खानालाई अब गाडी साडी वास गऱ्यो गाडी आइकन पछाडि सफा भएको छ एकदम तातो गाडी चाहिँ घन्टा नाच्नुले दाइ हेर्नु दाइ माथि पुरा कौसीमा चढेर अञ्चलीको वाली हुने भ्यू पोइन्ट भ्यू पनि रहेछ हाम्रो अर्डर भयो स्कुटीको होइन कहिले आउँछ लाइक भोक लाग्यो दाइहरू चाहिँ यता हुनुहुन्छ बाहिर जाडो भएर घाम तापिराख्नु भएको छ खाजा यो स्कुटी यस्तो छ यहाँको मिठो होला जस्तो छ है चोपेर खाना बिर्सेँ तर मिठो छ तर हाम्रो दसैँमा बनाएको सुकुटी चाहिँ नहुने है सुक्खावाला अलिकति हाम्रो घरले दसैँमा बनाउने घाममा सुकाएको सुकुटी अलिक पङ्जेन्ट स्मेल हुन्छ टेस्ट पनि मिठो हुन्छ त्यो हिसाबको कहिले त आगोमा सुकाएको सुकुटी भयो ग्रेवीवाला मिठो छ है ग्रेवीवाला मिठो छ त्यो भन्नु चाहन्छ होला बाँकीको म पठाइदिन्छु है भ्लग गर्न गाह्रो छ खानुपर्ने मान्छेहरूलाई भाइ खाने कि भ्लग गर्ने हुन्छ जहिले पनि खाजा पनि खाइयो
इट्स अराउन्ड 3:20 अनि हाम्रो खाजा खाने कार्यक्रम सकियो। अब म गाडी निकाल्दैछु। दाइले त अब बियर खानु भइसक्यो, सो ड्राइभ गर्नुहुन्न। अब को ड्राइभर चाहिँ मै भएँ। अब हामी यहाँबाट निस्किन्छ होला सायद पोखरा पोखरै छु होइन, हामी अब लेक साइड जान्छ होला। म निस्किन्छु, भेटौँला बाटोमा। सारङ के भन्छ, हामी लेक साइडमा भेटौँला सायद, त्यहीँ जान्छ होला। हेरौँ है त के हुन्छ। लन्ड्री पनि दिनु जानुपर्छ क्या मलाई, त्यही भएर है त। पामे पुग्यौँ हामी। अनि यता एकछिन बसौँ भनेर होइन, यता मस्त पाराले के भन्छ यसलाई, तालको छेउमा बसौँ भनेर आएको। यस्तो छ यहाँको भ्यू। यो कतानिर भन्दा यो यहाँ मरिना बिच भन्ने छ रेस्टुरेन्ट, त्यसकै वरिपरि हो, त्यसको अगाडि हो भनौँ न। एकदम राम्रो बस्ने ठाउँ छ टाइम स्पेन्ड गर्नलाई। यता आउँदा पनि हुन्छ है त। इफ यु आर कमिङ टु पोखरा, पामे साइडमा हो यो चाहिँ। लेक साइडभन्दा अलिकति 5 to 10 मिनट्स यता हो। अनि इट्स क्वाइट के भन्छ, अलिकति शान्त छ, रमाइलो पनि छ, टाइम स्पेन्ड गर्नलाई ठिक छ यहाँ। यो प्याडलिङ पनि एकदम पपुलर छ अहिले पोखरामा। एभ्रिबडी जो देखिन्छ सब त्यही गरिरहेछ यहाँ वरिपरि, सबजना एकदम बिजी छ यो। पहिला बल्ल बल्ल चलेको थियो, अहिले त धेरै चल्न थालेछ। अहिले यो जहाँ पनि हेर्न थालेछ, यहाँ समेत भइसकेछ। यो एरिया त एकदम पहिला सुनसान हुन्थ्यो, के हुँदैन थियो यहाँ, अहिले त सब चेन्ज भइसकेछ। सो यता छौँ हामी, खाजा खाएर यही टाइम वेस्ट गरिरहेछौँ। टाइम पास होइन, टाइम वेस्ट गरिरहेछौँ। हामी चाहिँ यता अहिले कता हो, यो ठाउँको नाम के हो तिलक? यतै अगाडि छौँ हामी, चिल गरेर बसिरहेको छौँ, टाइम पास। यहाँ छ मनिषा, यता छ लेक भ्यू, सनसेट हेर्दै बसिरहेको छु म चाहिँ। आज अब के भन्छ, खाना खान जानुपर्छ। यस्तो खाने, रेस्ट गर्ने, आनन्दले बसेर टाइम वेस्ट गरेर टाइम पास गर्न गाह्रो छ। टाइम के भन्छ, काम गर्नु भन्दा टाइम पास गर्न गाह्रो रहेछ यार। अति बोर लागिसक्यो, के गरौँ भयो। वी आर ब्याक एट होटल। के हाँसिरा होइन, भ्लग गर्ने वातावरणै छैन यहाँ। हाँसे गर्छ दुईजना। अहिले चाहिँ के छ, हाम्रो अहिले फेरि रुम चेन्ज भएको छ। हामी माथिबाट हामी तल गएको छौँ 3 फ्लोरमा। हाम्रो अर्को स्विटमा सिफ्ट भएको छौँ हामी आज, फेरि नयाँ स्विटमा, हाम्रो 2 नम्बर स्विटमा। अब यहाँ गएर हेरौँ न हाम्रो रुम। स्विट 2 पनि देखाउँछ है त म। बत्ती बाला त राम्रो छ, स्विट 1 भन्दा हिजोको भन्दा नि यो रुम राम्रो छ। यहाँ हाम्रो वक इन क्लोजेट छ, त्यही भएर राम्रो छ। छैन यहाँ सानो छ क्या, वक इन क्लोजेट छ नि त, त्यही भएर राम्रो छ। यहाँबाट बिहान भरि भ्यू देखाउँछु म अर्को। अनि यता 2 नम्बर स्विट, वासरुम त यसको झन् दामी छ। यस्तो छैन सायद, त्यहाँ कमआउट छ यस्तो राम्रो,
अनि यता मस्त पाराको बाथटब, यो मिरर, यस्तो मिरर छ यहाँ। अनि यता सावर गर्ने एरिया, यस्तो कुल छ यो। मलाई सबभन्दा राम्रो बाथरुम चाहिँ यहीँकै लाग्छ बनाएको मध्येमा। 2 को चाहिँ बाथरुम एकदम राम्रो छ, 3 को पनि राम्रै छ, तर 2 को चाहिँ एकदम स्पेसियस, एकदम प्रपर राम्रो बनेको छ। अनि रुम पनि लेआउट पनि 2 को चाहिँ एकदमै दामी छ। यो सिटिङ यता भयो, यहाँबाट भ्यू हेर्न मिल्यो मस्त पाराले। त्यहाँ बेड छ र यता हाम्रो कफी स्टेसन्स, बार भन्दा जे पनि भयो, मिनी बार र एउटा फ्रिज पनि छ यता। हिजो 1 मा आज 2 मा, भोलि 3 मा सुत्नु पर्ला। त्यही गर्ने आज। त्यो रमाइलो छ। खाना खाऊ आज पनि। ओ दिलीप नि ए ल खाना दिए है। खाना पनि आयो, अब खाना खाने हो। यस्तो छ खाना। अब खाना खाएर मात्रै म भिडियो बनाउँछु है त। खाना खाना सकियो, खाना खाना पनि सकियो। मैले भनेको अघि स्यान्डलियर देखाउँछु है म, एकदम ब्युटिफुलवाला ठुलोवाला स्यान्डलियर। राति एकदम मस्त देखिन्छ त्यो स्यान्डलियर। यस्तो छ स्यान्डलियर, राम्रो बल्छ यो। अनि यो एन्जल भयो। खाना खाइयो, अब गएर सुत्नु जाने हो। अब भोलि मिटिङको लागि रेडी हुने हो अरे। अलमोस्ट 9:30 बजिसक्यो। आज चाहिँ चाँडो सुत्नु पर्ला, हिजो पनि ढिलो भयो सुत्दा। आजको भिडियो ऱ्यापअप गरौँ होइन। आजको के भन्नु, यो रिगार्डिङ यो मेरो भ्लग होइन, इट्स डे आई गेस 25 or 24। यो चाहिँ के भन्छ, टकिङ टु क्यामरा सेसन्स भन्ने भ्लग हो। अहिले पनि भ्लग चाहिँ मैले कन्टिन्यू नै गरिरहेको छु, एडिट गर्न नसके पनि। अब हेरौँ के हुन्छ। कहिले कुन दिन मेरो टाइमिङ मिल्छ अनि म एडिट गर्छु र सबै कुरा हाल्छु। सुत्नु जाउँ भनेको, यता बाह्र जाउँ भनेको भएर दाइले ल म बाह्र नजिकै भएर देखाइन्छ है त। यो हाम्रो बार, बार बार देखो हजार बार देखो भइरहेछ यो बार। यो बारमा माथि सबभन्दा राम्रो चाहिँ यो हो, गोलो डोम विथ स्यान्डलियर। यसमा खासमा चाहिँ हाम्रो प्लानमा पेन्ट थियो, आर्ट, म्युरल आर्ट या क्लासिकल आर्ट थियो, तर त्यो गर्न सकेन। सबभन्दा महँगो रक्सी कुन चाहिँ दिलीपजी यसमा? रोयल स्याल्युट। खोइ त पहिलाको रक्सी हो, कहाँ गयो त? सबै खाइसक्यो। अब आजको भ्लग चाहिँ म यहीँ सकाउँछु। योभन्दा अगाडि केही पनि इन्ट्रेस्टिङ हुँदैन, अब सुत्नु नै हो। जति खिच्नु पनि खिचिहाल्यो। एडिट गर्नु पनि गाह्रै छ आज मलाई, किनभने धेरै क्लिप्सहरू पनि ल्याएछु। अहिले लामै हुन्छ होला मेरो भ्लग आज। अब चाहिँ के भनौँ, I would like to wrap up this video right here, right now. Thank you for watching till the end. अब चाहिँ म एन्ड गर्छु मेरो भ्लग यतै। गुड नाइट, see you tomorrow, next day with next time, next vlog है त। बाई।